यदि तपाईँ युकेमा पढ्ने सपना देख्नुहुन्छ भने यो भिडियो तपाईँको लागि बेस्ट हुन सक्छ। आज हामी युकेमा पढ्नका लागि डिप इन्साइट र प्र्याक्टिकल टिप्स बारे इन डेप्थ कुरा गर्नेछौँ, जसले तपाईँको स्टडीलाई अझै सजिलो र सचेत बनाउनेछ। पहिलो कुरा, सही युनिभर्सिटी र कोर्स छान्नु सबैभन्दा महत्त्वपूर्ण छ। यसको लागि युके सर्टिफाइड एजुकेसन काउन्सिलरबाट मात्र सही सल्लाह लिनुहोस् र युके होम अफिसको वेबसाइट तथा युसिएसको वेबसाइटमा गएर तपाईँले चुज गरेको युनिभर्सिटी, तपाईँले पढ्ने कोर्सको सर्टिफिकेसन र अथेन्टिसिटी भेरिफाई गर्नुहोस्। साथै पढाइपछि काम पाइने सम्भावना र पोस्ट स्टडी वर्क भिजाको बारेमा पनि जानकारी लिनुहोस्। अब फाइनेन्सियल र स्कलरसिपको बारेमा कुरा गरौँ। ब्रेक्सिट पश्चात धेरै युनिभर्सिटीहरूले इन्टरनेसनल स्टुडेन्ट्सका लागि डेडिकेटेड स्कलरसिप प्रदान गरिरहेका छन्। उदाहरणका लागि स्कलरसिप रकम 2000 पाउन्डदेखि 3000 पाउन्डसम्म उपलब्ध छ, जसले ट्युसन फी र लिभिङ कस्टमा धेरै सहयोग पुर्याउँछ। सबैभन्दा इम्पोर्टेन्ट, मेन्टल हेल्थ एन्ड प्रपर काउन्सिलिङ रहेको छ। नयाँ इन्भाइरोमेन्टमा एडजस्ट हुन र रिगोरियस एकाडेमिकसँग डिल गर्न स्ट्रेस हुन सक्छ। प्यारेन्ट्सहरूलाई सुझाव छ, आफ्नो छोराछोरीहरूलाई कन्स्ट्यान्ट सपोर्ट गर्नुहोस् तर अत्याधिक प्रेसर नदिनुहोस्। फाइनेन्सियली तथा मेन्टली आफ्नो बच्चाहरूलाई एभ्री टाइम केयर एन्ड सपोर्ट गरिराख्नुहोस्। स्टुडेन्ट्सहरूलाई युनिभर्सिटीको काउन्सिलिङ सर्भिसेस र प्रोफेसनल मेन्टल हेल्थ रिसोर्सेस स्टुडेन्ट कमिटीसँग नजिक भइराख्न मोस्ट इम्पोर्टेन्ट छ। अब युके स्टडीको बेनिफिट्सको बारेमा कुरा गर्दा, स्कटल्यान्ड बाहेक इङ्ल्यान्ड, वेल्स, नर्थर्न आइल्यान्ड कन्ट्रिजमा 3 वर्षको ब्याचलर प्रोग्राम र 1 वर्षको मास्टर प्रोग्रामको सुविधा छ, जसले गर्दा PSW अथवा पोस्ट स्टडी वर्कको लागि छिटो एक्सेस मिल्छ। अझ भन्नुपर्दा यो सुविधा US, क्यानाडा लगायत युरोपियन कन्ट्रीमा भएको पाइँदैन। तपाईँले युनिभर्सिटीलाई एकाडेमिक, फाइनेन्सियल, मेडिकल डकुमेन्ट्स र ट्युसन फिस डिपोजिट गरिसकेपछि र युनिभर्सिटीबाट तपाईँको एप्लिकेसन एक्सेप्ट भइसकेपछि युनिभर्सिटीले अराउन्ड 15 to 20 डेजमा CAS लेटर पठाउँदछ र टायर 4 स्टुडेन्ट भिजाको लागि अप्लाई गर्नुहोस्। साथै IHS अर्थात् इमिग्रेसन हेल्थ सुरचार्ज पनि लिनुहोस्। ट्राभल गर्नुभन्दा अगाडि हाउसिङको लागि राइट मुभ र स्पेयर रुम जस्ता प्लेटफर्म र युकेमा रहनुभएको आफ्नो गार्जियनसँग लगायत वेभर एजुकेसनको टिमसँग एकोमोडेसन कन्फर्म गर्नुहोस्, अथवा युनिभर्सिटीको होस्टेलमा बस्नको लागि युनिभर्सिटीसँग कन्फर्म गर्नुहोस्। युकेमा पढ्नु स्टुडेन्टको लागि चुनौतीपूर्ण हुन सक्छ, तर राम्रो तयारी र पूर्व जानकारीले तपाईँको यात्रा एकदमै सजिलो बनाउँछ। यदि तपाईँलाई थप जानकारी चाहिन्छ भने वेभर एजुकेसन नेटवर्क, ब्र्याक पोखरी, कुमारपाटी, ललितपुर भिजिट गर्नुहोस्। धन्यवाद।